शिवरात्रि भर्खर कामबाट आएँ यहाँ बुढीलाई प्राङ गर्नु पर्यो भनेर लागेको यो उस गर्दैछु क्या यो धुप छ अनि धुप जलाएर म पुरै गाजा तानेको प्राङ गर्छु अनि त्यहाँबाट बुढीमा आएर के रियाक्सन गर्छु हेर्दै गरौँ है तिमी ड्युटी आयो लाज लाग्दैन तपाईँलाई के अरे मैले यस्तो गहुना खाबै पुरा कामबाट आएर दिमाग खराब आएर खानासाना बनाउनु होला भन्दाखेरि नाटक तानेर बस्नु भयो लाज लाग्दैन तपाईँलाई कति नगराउ न तँ के होइन यस्तो नगर न उही खाएर लाग्यो तिमी नआउ न आज नआउन अरे यो होइन क्या धुप पूजा गर्न लाग्यो आज भगवान् पूजा गर्दै जाउँ न तिमी त यस्तो किन हो र कहिले काहीँ आनन्द उस गर्न नदिने खाएर आउनु भयो त कसैले खुवाइदियो होला नि के खानामा राखेर मिसाइदिनु पनि सक्छन् होला होइन के तिमी जाउँ न म पूजा गर्दैछु क्या यहाँ फेरि नाटक नगर्नु होला नि दिमाग खराब पूजा गर्न लागेको के उही गाजा साजा तान्नु लाग्नु क्या विनाजुले आज भाङ दिमाग त छ नि अलिकति ठाउँमा मैले के अरे के खुवाइदिएछन् क्या के काममा फोन गर त खै फोन ल्याउनु त जाउँ न त के मोबाइल क्यामेरा मोबाइल क्यामेरा रार गर्नु भयो होइन त्यो क्यामेरा मैले त्यहाँ म आज के अरे म चाहिँ खास 12:05 को ट्रेन 12:01 को ट्रेन चढ्ने हो नि त आज म ठ्याक्क थानादेखि आउँछु भन्थे के पारा यस्तो रहेछ के यहाँ त थानादेखि आउँदाखेरि त पारा त के हो र ला दिमाग छ कति आज पूजा नगर के विनाजु एकैन दिदी बा बैला त लैजायो लानमा त तला फाल्के आगो लाउँछ भाइले नि आएर आउनुको क्या विनाजु अझ मैले अझ आज बुढाउला हाम्रो बुढा छिटो जान्छु तिम्रो बुढा कहाँ गएको थियो ए छिटो जान्छु सरप्राइज दिन्छु म सधैँ 12:01 को ट्रेन चढ्थे के दिनभरि यहाँ भगवानको पूजा गर्दैछु ट्रिट दिन्छु मैले आज बिहान छुट्टी थियो म भगवानको पूजा केही छुट्टी थिएन ओम हर हर छुट्टी थियो भन्नु त भर दुई भाइ आएको भन्नु त फेरि बुढा ओम नमः शिवाय हर 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 महादेव फुस्क्यो क्या पानी ल्याएर खनाइदिन्छ निम्बु पानी हानी विनाजु फेरि नाटक गर्दाखेरि थोरै यति छ मैले बाहिर नराखिदिला ओम नमः शिवाय भगवानमा नाच्छु विनाजु गीत गाउनु म त टिकटक बनाएर राखिदिन्छु विनाजुको बिल्ला कस्तो लाग्यो मेरो प्राङ्क ले न